होइन मैले अब त्यो फाली ल ठिकै छ मैले अस्ति अन्डा फालेँ मैले अन्डा फालिसकेपछि मैले आमालाई आमा मैले अन्डा फालेँ म ब्याड भएँ म अबदेखि म अन्डा फाल्दिनँ भनेर मैले आमाको गोडा ढोकेर मैले सरी भनेँ मैले सरी भनिसकेपछि अब यसले अहिले कपी फालिदियो यसले पेन्सिल पनि फालिदियो झन्नै त्यहाँ गएर बरफ पनि फालिदिएको थियो ल म खान्न भनेर रिसाएर आयो यो अब यसले चाहिँ के भन्नु पऱ्यो सब सरी भन्नु पर्ने होला खोइ त टाउको खोइ त यसको सोचिरहेछ स्पेलिङ सम्झिरह होला सरीको अब मैले गोडो पनि यहाँ राखिदिइसकेँ होइन नजिकै झन् उसलाई निउलिनु पर्छ भनेर होइन होइन यहाँ नजिकै लैदिएछ अझ पनि उता लैदिनु त मैले अब ए गाह्रो भएन गनाहरू नाक थुने होला त्यसो भए होइन अब मैले मात्र आमालाई सरी भन्ने कि ल छिटो ल्याएर हाने अरे बाबा कसरी हाने अब नि ढोग्यो कि टोक्या होइन बोल्न त पऱ्यो नि बोल्न त पऱ्यो भन्न त पऱ्यो नि मैले आमालाई मैले ल अन्डा फालिदिएँ मैले सरी भनेँ कपी फाली मान्छेले भन्नुपर्छ कि पर्दैन किन किन भन्नु पर्दैन किन भन्नु पर्दैन गल्ती गरेपछि त सबैले सरी भन्नुपर्छ छोरा सानो मान्छेले नि भन्नुपर्छ ठुलो मान्छेले नि भन्ने भन्नुपर्छ किन भन्ने सरी म 3 चोटि भन्छु सब हेर है 3 चोटि पछि म आज माथि कौसीमा ओछ्याएर लाग्छु 1 ल असाध्यै मलाई टाउको दुखेर मलाई पसिना आइसक्यो अरे यहाँ 2 ल यस्तो पसिना आइसक्यो नपट्याए छाम यहाँ मलाई यति रिस उठेर आइसक्यो मैले 3 भनिदिउँ कि एकछिन पर्खौँ कि 3 भनिदिउँ